पढाउँछ यो के हो यो जेन्जीलाई यस्तो नगरौँ न ओ प्रितम नाक बढेछ त ल फाइनली गाइज मैले चाहिँ सवितालाई भेटाइसकेको छु होइन अनि धेरै वर्षपछि धेरै दिनपछि चाहिँ मैले पाएको छु होइन सविता कस्तो लागिरहेछ भन न अब धेरै समयपछि भेटेको है यस्तो खुसी लागिरहेछ कि यस्तो खुसी लागिरहेछ हाम्रो मिलनको दिन चाहिँ फेरि ठ्याक्कै पानी पर्नु अरे पहिल्यैदेखि भेट्ने साथी चाहिएको होइन पहिल्यैदेखि भेट्ने भनेको होइन बल्ल 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 मिलन भएको पानी परेर यस्तो दामी साइज भइरहेछ हजुर लाडा चाहिँ ओइ कस्तो क्या पानी चाहिँ उता ल हामी जाँदैछौँ साथी के छ नयाँ नौलो खबर किन हो लजाउनु पर्ने कुनै त्यस्तो उयो छैन कि मबाट पनि लजाउँछौ त तिमी मबाट पनि लजाउँछौ त कसले ल यस्तै छ है अब साथीहरूसँग भेट्ने भनेर प्लान गरेको अनि धेरै दिनको होइन झन्डै 2 वर्ष जति चाहिँ भयो प्लान गरेको चाहिँ होइन अनि अब अरू साथीहरूलाई पनि भनेको तर पानी परेर लास्टै बिजोग भइरहेछ तर पनि केही छैन हामी अवश्य पनि हामीलाई आधी हुरी बेरीले छेक्न सक्दैन किनकि हामी न्यू जेनेरेसनको चाहिँ हामी जेन्जीहरू हो होइन अनि त्यही भएको कारणले चाहिँ अब हामी चाहिँ जसरी भए पनि भेट्छौँ जस्तै ठुलो पानी आए पनि पानी यस्तो परिआएछ तर देखिँदैन रहेछ हल्का मात्रै देखिन्छ म चाहिँ सविताको रुम जाँदैछु अनि अरूसँग मिलन हुन्छ होला सायदै सविता र म चाहिँ किन हो यो सवितालाई त म त लास्ट भिडियो नबनाऊ कि भिडियो नबनाऊ भन्छ होइन नबनाउने त भरे बनाउन नि के हुन्छ त अहिले बनाउँदा चाहिँ के हुन्छ त मन पराइहाल्यो भने तिमीलाई मन पराउँछ कमेन्ट गर्नु होला मेरो साथी एकदमै वर्षौँदेखि सिङ्गल छ साथी मात्र होइन प्लस म पनि वर्षौँदेखि चाहिँ सिङ्गल छु होइन साथीहरू यस्तो छ हाम्रो थोपडाहरू चाहिँ अनि कसैले मन पराइहाल्यो भने कमेन्ट प्लिज दुईजना अब काठमाडौँमा बसेर पनि एउटा बोयफ्रेन्ड पठाउनु सकिएन किन बोयफ्रेन्ड चाहिँ अनि के चाहिँ खालि अहिले म किन चाहियो भन नि त तिमीलाई चाहिँदैन मलाई पनि चाहिँदैन त्यसो भए म साथी तिमी भए पुग्छ हो मलाई अनि किन भिडियो चाहिँ नबनाऊ भनेको त भिडियो चाहिँ किन नबनाऊ अरूले मन पराइहाल्छ बा तिमी बाहेक अरू नआउँछ म त भुताल्छु पो मलाई थाहा छ अनि के गरे त हामी चाहिँ यस्तो ऐना हेर्दैछ नि त कस्तो देखिएछ भनेर अब अरू साथीहरूलाई भेट्नु गइरहेछ होइन साथीहरू गयो एकजेपे गरेर रिङ ड्राइभले भन्दै थियो म त हामीतिर 5 मिनटपछि आउँछु भन्दै थियो अब हाम्रो चाहिँ ललितपुर सातो बाटोतिर चाहिँ भेट्ने प्लानिङ छ होइन साथीहरू बोल्नै अड बनाइदियो लगाइदियो राखे चाहिँ तिमीलाई मन जाने बोलेको गर्छ टुवा गरेर हेरिराख्नु अनि हेरि त राख्नु त नि तिमी मसँग बोल्नु नि गफ गर साथी हुँदैन गफ गर तिमी जाऊ गइहाल तिमी गफ गर मलाई भेट्न आएको मलाई बनाउन आएको म के गर्न आएको अहिले किडन्याप गरेर लान्छु म किडन्याप गरेर लान्छु होइन म के गर्न थाहा छ तिमीलाई अनि विवाहलाई पनि मैले गरेको थिएँ होइन पढाउँछ अरे बिदाई दिँदैन मलाई पनि भेट्नु चाहिँ मन लागिरहेको थियो भन्दै थियो के गर्छ अरे पढाउँछ अरे ए उयोमा बस्छ अरे बेलटार कहाँ हो बेलटार थाहा छ पानी चाहिँ नआएको भए हुन्थ्यो क्या बाक्लो छ हामी सँगै त छौँ नि
यता खुट्टा मिलाऊँ न एकचोटि देख्दिनँ ए फेरि भएन फेरि भएन ठिक छ चन्द्र विनायक नभ शिव ल ढोकरे फाइनली गाइस हामी चाहिँ भेट भइसकेको छौँ होइन तर आज यस्तो बिजक भएर अब यस्तो तरिकाले आयो कि यहाँनिर चाहिँ यहाँ मेरो देखाइदिएको देख्छ कि साथी यहाँ साथीको चाहिँ यस्तो छ भिजन फेरि कस्तो क्या दर्शन गरे जाने अब जानुपर्छ नि म कम्ता खुसी लागेको त यस्तो पानी परिरहेछ र पनि हामी ठिकै छौँ लोकेसन चाहिँ कता हो यो लोकेसन भनिदियो त साथी ए ल नबिल गाडी अलिक माथि त्यो यस्तो छ यस्तो गरेर हामी चाहिँ आइपुगेको यहाँ यी सबै कपाल भिजेर यहाँ तल यस्तो भएर आफ्नो चाहिँ यस्तो छ मेरो चाहिँ केही भएको छैन हामी चाहिँ सन्चै छौँ ल यस्तै छ हाम्रो पर्खाइ अनि हाम्रो दोस्ती दाइ चाहिँ के भन्नु हौ त्यही त भन त लु अनि हाम्रो दोस्ती दाइ चाहिँ के भन्नु म त लाज मरिगएँ भन्दै कहिलेदेखि हामी छुटेको 3 वर्ष हामीले चाहिँ टक्कको पर्खाइमा छौँ हामी होइन अनि टक्कसँगले चाहिँ हामी चाहिँ यहाँनिर सिद्धमको हामी पर्खाइमा छौँ हाम्रो यो एकदम गम्भीर दोस्तीलाई चाहिँ अब के भन्न चाहनुहुन्छ तपाईँहरू कमेन्ट गर्नु होला होइन हामी चाहिँ आज यस्तो पानी म चाहिँ खाइनहरूलाई बिहानी तिमीलाई म खातबारीबाट भेट्नु आएको त भोटखोलादेखि म चाइनाको बोर्डरदेखि आएको क्या यिनीहरूलाई भेट्नु भनेर अनि के भन्न चाहनुहुन्छ हाम्रो मित्रतालाई तपाईँहरू भन्दै कमेन्ट गर्नु होला गाइस होइन कमेन्ट गर्नु होला गाइस होइन यस्तोसँगले चाहिँ म चाहिँ अनि चाइनाको बोर्डरदेखि भेट्न आइले यिनीहरूलाई चट्टा लगाएर चाहिँ अब एकजना अझै आउनु बाँकी नै छ होइन अहिले उफ्रिनु पर्ने हो त उड्नु पर्ने हो त माथि माथि खोइ उफ्रिँदैन त यार अन्त झन् सबितालाई बिहानैदेखि भेटेर बनाएको नबनाऊ न ल यो चाहिँ नहाल गर्छ अनि ऊ एकजना चाहिँ हेर न ऊ यस्तो पो गरिरहन्छ तिमीहरू त यति बेला छ नि म भएको चाहिँ यति बेला त्यो बेलुन फुटेर उता माथि हुन्छ नि हो त्यस्तो हामीलाई भेटेको भयो गाडीले हान्छ गाडीले हानेको हामी हेर्न सक्दैन टक्कसँगले यति बेला चाहिँ उड्नु पर्ने थियो क्या म चाहिँ कस्तो चाइनाको बोर्डरबाट टक्क लगाएर चाहिँ यिनीहरूलाई भेट्नु आएको सानो हो त म तिमी बोलेको चाहिँ रेकर्ड गरिन ए ल तिमी बोलेको चाहिँ रेकर्ड गरिन अरे क्या अन्तिममा चाहिँ मेरो 3जना उहाँ हाम्रो सर एकजना एकदमसँगले चाहिँ अब के छ त हौ साथीहरू होइन होला ट्याक्सीमा होला नि जानुहुन्छ एकजना गाडीमा त्यो त प्राइभेट एकदम हालत बदली हो गए है हमारा त्यही पनि केही छैन के हो पहिला त पढेको छैन है मलाई त झन् छोडिसके सबैले अनि अर्जनाले चाहिँ बल्ल बल्ल भेट भएको कि ओ बिहानी भेट भएको अनि के भन्छ भनेको त ओ तिमी त झन् घट्यौ कि क्या अरे क्या ऊ चाहिँ हड्डी मात्र भएछ होइन मलाई चाहिँ झन् घट्यौ क्या अरे क्या यस्तो हो क्या यस्तो क्या उँधो पो अरे क्या अझै म त खोइ के भयो अब फेरि
कतातिर म अब फेरि झन् सानो सानो हुँदै जान्छु होला। भाइ बहिनी त छोडिसक्यो मलाई त। अनि हेर न साथीहरू त यस्तो गर्नुपर्छ आफू चाहिँ छ्या यस्तो एकदम हाम्रो छोटा डन होइन हिरो चाहिँ आउँदैछ यो खतरा इन्ट्री लास्टमा होइन ए ढिलो सकडा आउँछ यो के हो यो जेन्जीलाई यस्तो नगरौँ न प्रितम ओ प्रितम नाक बढेछ त ओए प्रितम त कत्रो भएछ त तर अरू भन्दा पनि नाक र कान चाहिँ मैले बढेको थिएँ कि भन्नु लान चाहिँ ल हाम्रो साथीहरू चाहिँ आइसकेको छैन। अब चाहिँ हामी चाहिँ इन्जोय गरेर चाहिँ ट्याक्सीमा जाने होला छ। अब हेरौँ कहाँ पुगिन्छ होइन। अनि अब बल्ल बल्ल भेट भएको डुल्नै पऱ्यो। आधी बेरी पानीले हामीलाई छेकेर छेक्दैन। त्यही भएर अब यो खतरा मित्रतालाई चाहिँ अब अगाडि बढाउन लागिरहेको छ गाइज होइन। हाम्रो 3जनाको इन्ड्राइभको बाइक यहाँ यस्तो छ। अनि हामी चाहिँ खतरा नि जाँदैछौँ। सर कस्तो लाग्दैछ तपाईँलाई? कस्तो लाग्दैछ तपाईँलाई? पानीले त लाग्दै गिटी भएछ हरिपिटोक भइरहेछ। हामी केही छैन गर्दैछौँ एकछिन ल। यहाँ सबैभन्दा धेरै कसलाई मिस गरिरहनु भएको छ तपाईँहरूले? अरू साथीलाई गर्दिनँ। त्यही भएर नाम एकजनाको पनि भन्दिनँ तर सबैलाई गरिरहेको छु होइन त। खोइ त्यो फोटो देखाइदिउँ त फेरि अघिको प्रितम हेरौँ यहाँनिर। प्रितम यस्तो थियो होइन। प्रितम यस्तो थियो बाबु। ल ल ल गर्दै अहिले चाहिँ प्रितमको नाक चाहिँ मैले ठुलै पढेको देखेँ होइन। अनि कान पनि खतरा छ हनुमानको जस्तो। तिमी अलिक गोरी भएछौ। के भयो ऊ चाहिँ के भयो भनिदेऊ त। ठिक छ अब यो यतिको परिवर्तन आउनु पर्यो। तर मेरो चाहिँ नभनिदेऊ मेरो चाहिँ आउँदैछ। अनि हाम्रो सविता पनि म चाहिँ अलिक सानो होइन ए नत्र त फेरि म त अब घाम लाग्नु नि त। हामी ललितपुर 7 बाटो छौँ। हेर न यिनीहरू यत्रो यहीँ बस्छ होइन र पनि यिनीहरूको भेट नभएको। तर यहाँ अहिले भेट हुनुको विशेष कारण चाहिँ होइन म चाहिँ बेरोजगार महासचिव परेँ त्यही भएर मात्र हो क्या। यिनीहरू सब बिजी हो। अनि म चाहिँ अब बेरोजगार परेँ नि त के गर्नु। म त अब भेट्न यिनीहरूलाई भुलाउन बाहेक के गर्न सक्छु र म। अनि त्यही भएर मेरो इन्ट्री भएपछि मात्रै भेट भएको हो क्या। हो कि होइन भन्दै त? हो कि होइन भन्दै त? अनि यिनीहरू त यस्तो छ क्या बिजी बिजनेसम्यानहरू भन्दै। म चाहिँ यसो बेरोजगार परेकोले मात्रै भेट भएको। नत्र अनि यिनीहरूको भेट हुनुपर्ने हो। कसरी चाहिँ भएन यिनीहरूको भेट हुनुपर्ने हो क्या। खासमा चाहिँ ल ल हाम्रो ट्याक्सी नि आइसकेको छ। लगेज जाने लगन त नत्र पुछेर हामी त्यही पछाउँछौँ। थाहा छैन हामीलाई 5जना होइन सोध न 5जना होइन। ए ल ल बाई बाइकमा आउने भयो। राम्रै छ ल
बाई बाई जाऊ ल म त फर्केको भन्दै साथीहरू त भेटिहालेँ अब जाऊ जाऊ म पनि जान्छु ला भिजेछ नि हौ अब हाम्रो यहाँ खतरा छ हाम्रो बाइक चाहिँ यहाँ खतरा छ होइन अब हामी चाहिँ जानु लागिरहेछौँ गयो साथीहरू चाहिँ म पनि जान्छु टक्क लाएर चाहिँ पानी परिरहेछ पानी त के गर्नु सक्दैन हामीलाई यस्तो राम्रो रहेछ के हो तपाईँलाई बयान गरिदिउँ हात्तीवन साँच्ची नै हात्तीवन जस्तै छ तर विशेष यहाँको हात्ती चाहिँ कहाँ छ मलाई थाहा छैन हात्ती चाहिँ हेर्नै बाँकी छ होइन हात्ती चाहिँ कस्तो छ होइन त्यो थाहा छैन तर एकदम हात्तीसम्म जाने बाटो चाहिँ एकदम राम्रो रहेछ हेरौँ एकदम खुसी लागिरहेछ तर कास पानी नपरिदिएको भए भन्नु त म यहाँको केही कुराको बयान गर्दिनँ बस तपाईँहरू आफैले हेरेर चाहिँ अवलोकन गर्नु होला है अनि एकदम राम्रै भइरहेछ रमाइलो भइरहेछ है तर कास पानी नपरिदिएको भयो हिँड्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ हम जा रहे हैं एडवेंचर पर हम जा रहे हैं ना 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 खुट्टा पखाल्नु छ कहाँ छ नि मलाई लाग्दै बुद्धि लाग्यो सिक्सीको लाग्यो तर एकदम रमाइलो त रमाइलो रहेछ ठाउँ होइन दिउँसो अब यो पानी नपरेको भए चाहिँ गोठालो दिन यो बाजा ए ल मैले होइन एनी हजुर दिन यो होइन के हो यस्तो चाहिँ दामी छ होइन भ्यू चाहिँ यहाँबाट देखिने हो खास चाहिँ तर हेर न यहाँ सब पानीले गर्दाखेरि चाहिँ यस्तो छ खुसी लागेर के लागेर यो के हो यहाँ चाहिँ छ क्या
काठमाडौँ सहर हेर्नै खोल्छ अब ल ल तर पन्जा लगाएको सुरु हुनु ए ल पन्जाले चेकिरहेको छ नि हेर्ने साँच्चै खुलाइदिन्छु ल उहाँले चाहिँ खोलाउँदै हुनुहुन्छ वाउ उग्रियो 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 हेर्नै बिस्तारै उग्रियो ओए उग्रियो त साँच्चै पुरै साडी किनिदिउँला तिमीलाई ल यस्तो छ हात्तीवनको भ्यूहरू अनि यो चाहिँ पानी परेन नत्र यो पनि खेल्नुहुन्थ्यो है के हो भेज मोमो चाहिँ होइन 549 रुपियाँ चाहिँ कहाँ दिन्छ एक प्लेटको यार 5 प्लेटको हो फेरि भन्नु न सर फेरि भन्नु न सामान होइन मैले चाहिँ भेज जिन्दगीमा मोमो चाहिँ होइन जिन्दगीमा 549 रुपियाँ प्लेट चाहिँ कहाँ दिन्छ हौ त्यहाँनिर एकछिनै अगाडि हुन्छ नि फेरि त्यसकै सुनको जला भुइँका बाहिरबाट चाहिँ अलिअलि कसम 549 रुपियाँ प्लेट याद छ भन्न खाइएन खाएको बियोस् ठिकै छ अनि बरु टिकट खेलेको भए राम्रो नि फाइनली गाइस म चाहिँ दोस्रोचोटि इन्ट्री गर्दैछु अनि अब उहाँहरूकै साथ हामी चाहिँ होइन म चाहिँ दोस्रो पटक इन्ट्री गरिसकेको छु गाइज होइन म चाहिँ अब टक्कसँगले यहाँनिर आएर चाहिँ सबै भइसकेको छ अनि हाम्रो मित्रहरू अगाडि हुनुहुन्छ प्रितम नम्बर छोडिदेऊ है हो होइन तिनैजनाको छोड्दा नि हुन्छ तिनैजनाको छोड्दा नि हुन्छ अघिको फोटो खिच्नु बिर्सेछ नि हामी साथीहरू बिना कुनै पनि कदम चाल्दिनौँ हामी साथीहरू बिना कुनै पनि कदम चाल्दिनौँ ओए तिमीलाई त कति राम्रै पो देखियो त त्यहाँ त प्रितमले चाहिँ मेरो भ्लगमा उयो गरिदिन्छ अरे क्या नम्बर छोडिदिन्छ अरे होइन अनि त्यसमा प्लस फेरि विजयले पनि नम्बर छोडिदिन्छ अरे होइन नम्बर छोडिदिने होइन त ल पहिला कता जाने हो भनिहाल्नु यार राम्रो आएको छ ल राम्री प्रो म्याक्स आयो नि भन्दै राम्रो आएको छ नि होइन राम्रो आएको छ धन्यवाद तिम्रो नम्बर अवश्य बिक्री हुन्छ सरी तिम्रो नम्बर अवश्य बिक्री हुन्छ सबजनाको हेर्नु सब है पानी परेर चाहिँ यस्तो भइरहेछ बिहानी मात्रै चोखो रहेछ भनेको फेरि बिहानीको नि खुट्टामा यस्तो रहेछ ठिकै छ केही छैन हो विजय चाहिँ अलिक हो रहेछ लाग्यो हेलो हाई एकदम उहाँहरू चाहिँ आइरहनु भएको छ है अनि उहाँहरू आइरहनु भएको छ अनि हामी चाहिँ गइरहेको छौँ होइन अनि एकदम रमाइलो भयो कुरा हुँदैछ यहाँ चाहिँ यहाँ कुरा नगरौँ हौ हामी उता तल्लो त जाउँ त्यही कुरा सम्झाउँदै हो अघि मलाई तिमीले न छिटो आर्मी लाग्न आँटेको छ होइन आर्मी के पो आर्मी लाउरे लाग्न आँटेको छ अनि हाम्रो सरको नम्बर हामी सम्पर्क नम्बर यहाँ छोडिदिन्छौँ होइन तपाईँहरूले चाहिँ यहाँनिर सम्पर्क गर्दा हुन्छ सम्पर्क नम्बर होइन कोही कोही त फेरि लाउरे दाजु त ल ल ठिकै छ घाँसले भिज्छ अरे ट्याक्के ट्याक्के साथी हो फेरि खै कसले के भनिदिने नि भन्दै
जान्ने आएछ मेरो पछाडिबाट मेरो ज्याकेट। ओ अनि यति उयाँतिर नजाने उतातिर उयाँतिर चाहिँ नजाने बिहानी उयाँतिर चाहिँ नजाने खसेको मोमो खानु सक्दैनौँ हामी। ए भगवान गुनासो है गुनासो। गुनासो अब गुनासो पेटीको छैन रहेछ फेरि यताबाट जानुपर्छ नि कताबाट? हेलो फाइनली गाइस हामी चाहिँ आज डुलिम घुम्यौँ होइन अनि अब हामी चाहिँ अब फर्किँदैछौँ हामी लगभग कति घन्टा जति डुल्यौँ 2 घन्टा 2 घन्टा जति डुल्यौँ अनि हामीले फोटोसोटो पनि खिचिसकेका छौँ अझै खिच्ने क्रममा नै हुनुहुन्छ हाम्रो हिरोहरू चाहिँ होइन कसैले पसन्द गर्नुहुन्छ भने चाहिँ कन्ट्याक्ट नम्बर छोडिदिन्छु स्पेशल यो मान्छेलाई हिरो हुने ए अझै कहाँका शेर्पाहरू तिमी कहाँका शेर्पाहरू तिमी प्रितम कहाँका शेर्पाहरू तिमी म यो सङ्घसभा जिल्ला कन्ट्याक्ट नम्बर तिमी चाहिँ उता प्रितम चाहिँ उहाँ जाऊ न तिमी कहाँको हो अरे सङ्घसभा जिल्लाको मान्छे काठमाडौँमा परेछ अनि त्यति नै हो मेरो इन्ट्रोडक्सन अनि नम्बर पनि भन्दैन त कति हो ल आजको भ्लग चाहिँ अब अन्त्यमा पुगिरहेको छ होइन अन्त्य अनि अब हामी चाहिँ जाँदैछौँ एकदम ढिलो पनि भइसकेको छ जाडो एकदम जाडो छ एकदम जाडो भइरहेछ है डु कस्तो खालको यस्तो खालको कस्तो भयो साथीहरू कस्तो भयो आजको यात्रा आजको भ्रमण भोगले रमाइलो चाहिँ भयो तर अलिकति हामीलाई मौसम टिकटक बनाइरहेको छ तल तलाई त्यसमा चाहिँ हामी तल डान्स हानिरहेको खोइ त्यो कुन भयो त्यो नभए त हामी जोस रमाइलो भनौँ न धेरै भेटेको साथीहरू भयो अनि खास त्यसले पनि एक त रमाइलो भयो तर अलिकति चाहिँ थोरै मौसमले हामीलाई अलिकति नदिएकै हो नदिएको भन्नु कि अब 7 ठाउँबाट भेट भएर चाहिँ झन् साइज जुरेको भन्नु के भन्नु त खै के भन्नु अब बेला मौका भेट भएको अब अझै नै चाहिँ यस्तो भयो त अब के गर्नु भिडियो चाहिँ मलाई कसरी भन्नु पठाउनु पर्यो है कुन भिडियो यो अघि हाम्रो पछारेको हैन हो अनि पछारेको मैले आउनु पर्यो हैन अर्को चाहिँ अनि बाकी त्यो अगाडि गेटवाला गेटवाला अब त्यो त बगरा चाहिँ मलाई बनाएर ए गेटवाला त म पठाइदिइहाल्छु नि त चिन्ता नगर होइन मेरो ग्याङहरू चाहिँ यसरी आउँदै हुनुहुन्छ डलाएर चाहिँ को कुट्नु जाउँ त आज भने को कुट्नु जाउँ त आज प्रितम दुईजना सबले किन्नु यी दुईजना चाहिँ यहाँनिर कराउँदै जाँदैछन् ल फाइनली गाइज हामी चाहिँ फर्किसकेको छौँ होइन आजको ट्रिप एकदमै राम्रो भयो आजको भ्रमण होइन एकदमै राम्रो भयो अनि हामी फर्किँदैछौँ हामी 6 जना पानीले चाहिँ तर लास्टै हामीलाई गरेकै हो तर पनि केही छैन हिँड्दैछ यो प्रितम कराएको भनिरहेछ अहिले चाहिँ होइन अनि एकदम सबैजना चाहिँ कक्रेर जाडोले कक्रिरहेको छौँ होइन यस्तै छ ओइ चिप्लिन्छ है तिमीहरू मलाई कस्तो लागिरहेछ आज एकदम रमाइलो भयो मलाई चाहिँ लास्टै जाडो लागिरहेछ रमाइलो पनि अति रमाइलो भयो है अनि साथीहरूसँग भेटेर एकदमै खुसी लाग्यो अब फेरि यो पल आउला नआउला तर पनि यो पल चाहिँ एकदम यादगार पल हो होइन याद रहिरहनेछ अब हामी लाग्यौँ हात्तीवनबाट एकदमै राम्रो रहेछ हात्तीवन पनि तर पानी आएर चाहिँ अलिकति हामीलाई डिस्टर्ब गर्यो होइन जाँदैछु टाढा टाढा मैले मागेर 200 बनाएको छु मैले नि होइन आशाको राम्रै छ नि त यता उयो के मतलब उयो फेसबुकमा छोडिदेऊ न उता युट्युबमा पनि गएर सब्सक्राइब गरिदिनु त्यसरी तान्ने हो नि त नभए त हुन्न हजुर आजको भिडियो चाहिँ यहीँ म इन गर्न लागिरहेछु किनभने पानी पनि धेरै
पर्यो होइन पानी अनि चिप्लो छ बाटोहरू यस्तो छ अनि अब भिडियो बनाउनु असम्भव किनकि चार्ज पनि सकिसकेको छ यस्तै भयो रमाइलो भयो अब 6 जना मात्रै भयो पनि होइन कस्तो भयो तिमीहरूलाई कतिको फ्रेस भयो तिमीहरू धेरै पछिको भेट एकदम रमाइलो एकदमै म चाहिँ खोला बगिरहेछ भने हातले चाहिँ पुरा आइसलाई च्यालेन्ज हानिरहेको छ यति नै हो अब यति नै भन्न चाहे अब फेरि हाम्रो भेट कहिले होला अनुमानित म त चाँडै हो करिबन तिम्रो र मेरो चाहिँ चाँडै हो अब फेरि भेट्नुपर्छ अलिक पछि यसरी नै पानी परेको दिन चाहिँ जानुपर्छ अब हिउँ परेको दिन भेट हुन्छ हाम्रो अब चाहिँ हिउँ परेको दिनै एकदम हिउँ परेको दिन जानुपर्छ अब मैले हिन्ट दिइरहेको छु हिउँ परेको दिन भनेर कि कहिले हो ए यस्तो छ बाटो गाइज म केही भन्दिनँ यो चाहिँ राम्रो अरे सबिताले दुईजना अङ्कमाल गरेर हिँडिरहेछन् दुईजना तल्लो बाटो मेरै माथिल्लो मेरै भन्दै 2 जम्बु जति सरुवा दियो भने चाहिँ खुसी हुन्थ्यो होला ल्याएनौँ त अनि अब सरुवा सम्झिएर होला नि अब अरू चाहिँ अगाडि हिँड्दैछ अनि हामी चाहिँ टक्क हात्ती नै तर हेर्न पाइनौँ होइन अफसोस हेर्न पाइनौँ अनि अब भाग्ने बेला हुन्छ होला कि चितवनको बाटो त्यो पनि ठिकै छ हात्ती आयौँ गयौँ अब फेरि जाने बेलामा त फेरि पानी पो पर्नु थाल्यो त कस्तो छ त चिया तोम्बा के हुन्छ त्यो पनि अर्डर गरिराख्नु पर्छ नि आशा त्यहाँ तोम्बा खाने त तिमी तोम्बा अब होइन नि फेरि पानी परेको आज त बिहानदेखि पानी परेको फेरि जाने बेलामा पनि पानी पर तिहारको दिन हैन हामी त अब तिहारको दिन त तिमीहरूलाई केही भन्नु छ नै तिमीहरूलाई के भन्नु छ अन्तिममा अब गुनासो चाहिँ केही पनि छैन पानीसँग छ पानीसँग जो जति अब जो समस्या भए पनि आयो त्यति रमाइलो चाहिँ हुन सकिनौँ हामी तर मलाई त एकदम रमाइलो भयो होइन मजा लिने तरिका सबको छुट्टै छुट्टै छ ओइ मैले पानीमा पनि मजा लिएँ होइन बाइक हेरौँ न कता छ बाइक त्यही हो जे पनि भयो एकदमै राम्रो भयो ए भगवान मेरो ब्यागमा राख्छ ए भगवान गर्छु म फेरि टिकटकै त बनाउने हो हेलो गाइस भन्नुहोस् के भन्नु के भन्नु पर्यो इन्ट्रोडक्सन गरौँ हामीले भिडियो सबिताउन साथमा ल उहाँको इन्ट्रोडक्सन दिनु होला प्लिज अब तपाईँले चाहिँ दिनु पर्यो हेलो मेरो नाम चाहिँ आयो हात गरेर म मर्नु आँटिसक्यो नि हो यस्तो पानी परिरहेछ तर मलाई चाहिँ पानीको चाहिँ केही मतलबै छैन क्या गाई चाहिँ भिजिरहेछ है भिजिरहेछ र पनि मलाई केही छैन यिनीहरू आउँदैछ यिनीहरूलाई पनि केही छैन केही भएको छैन गर ए लु खाऊ अब चाहिँ फेरि गर न अरे त